हेलो साथीहरू, आज चाहिँ हामीलाई लास्टै सेलरोटी खानु मन लागेको भएर अनि मम्मीले चाहिँ ल सेलरोटी खाइदिउँ न त आज भनेर चाहिँ मजाले मम्मीले चाहिँ मैदाको पिठोमा घिउ, दुध, चिनी, सोडा, लवाङ सुकुमेलको धुलो प्लस त्यसमा हल्का तातो पानी मम्मीले मिक्स गरेर चाहिँ अनि पिठो मजाले रेडी गर्दै हुनुहुन्छ। अब चाहिँ जोएल सरले सेलरोटी पकाउन जाँदै हुनुहुन्छ। दामी एकदम मिठो मिठो छ। अचारसँग खायो भने झन् बवाल।